हाई एभ्रिवान, नमस्ते। हजुरहरूलाई मेरो च्यानलमा धेरै धेरै स्वागत छ। आज चाहिँ हामी स्वेटरमा यो नेट डिजाइन बनाउन सिक्नेछौँ। जाली परेको बुट्टा, जाली पनि जिगज्याग स्टाइलमा छ कि, र टोटल चाहिँ यो बुट्टा बन्नलाई बिच मैले 0बाट सुरु गरेको, र दायाँ र बायाँ टोटल 16 घर, दायाँ 16 बायाँ 16 गरेर टोटल 32 घरमा बनाउँदा हुन्छ है हजुरहरूले चाहिँ। अनि मैले चाहिँ दायाँ बायाँ सबै सादा गरेको। यो चाहिँ स्वेटरको मैले अगाडिको पाटोमा बुट्टा बनाउन लगाएको हो। अनि पकेटसम्म मात्रै बनाउँछु र डिजाइन हजुरहरूलाई बनाउन देखाउने छु। टोटल चाहिँ यहाँ 72 घरको छ। 0बाट यो बिचमा निकालेको काँटी चाहिँ 0 हो, अनि 0बाट दायाँ 36 र बायाँ 36 गरेर टोटल 72 घरमा बनाउन लागेको। र मैले यो धागो मोटो भएको हुनाले टेन्सन डायल 7 नम्बरमा राखेको छु। र 3 लाइन चाहिँ सादा बुन्ने, 1 लाइन अघि भइसकेको थियो। टोटल 3 लाइन सादा बुनाइ बुनिसक्यौँ है त। ल अब यो 0बाट सुरु गरौँ। यो 10-10 को बिचमा 0 नै हुन्छ। यो 0बाट सुरु गरौँ है त। यसरी चाहिँ ट्रान्सफर टुलको सहायताले यसरी घर निकाल्ने र बिचको घर खाली गरेर दायाँपट्टि मैले राखेको छु, डब्लाएको छु। र त्यो पछाडि रहेको काँटीलाई फेरि अगाडि ल्याउने अनि बुनिदिने। 1 2 लाइन, 2 रो सादा नै बुन्ने। अब फेरि दायाँ र बायाँ यो 0को के बिचको दायाँ बायाँ फेरि पाल बनाउने। यसरी निकाल्ने अनि अर्कोमा डब्लाइदिने, फेरि बायाँतिरबाट पनि निकाल्ने र बायाँतिरै डब्लाइदिने। र यसरी पछाडि रहेको घरहरूलाई चाहिँ अगाडि ल्याउनै पर्छ है, नत्र त्यो पाल मात्रै बस्छ, यस्तो घर बन्दैन कि। 2 लाइन फेरि भइसकेको छ। यसरी पाल बनाउने अनि 2 लाइन बुन्ने, फेरि पाल बनाउने गर्ने हो कि। अब फेरि दायाँतिर फेरि बनाएँ र बायाँतिर पनि फेरि खाली गरेँ। ठ्याक्क जहाँनिर पाल परेको छ त्यसैको साइडमा चाहिँ निकाल्ने हो कि, अनि अर्कोमा डब्लाइदिने कि खप्टाइदिने, अनि पछाडि खाली रहेको घरलाई अगाडि ल्याउने। अब फेरि 2 रो बुन्ने, 1 2, अनि फेरि अझै यहाँ 3वटा मात्रै पाल परेको छ। अब फेरि 1 यसरी निकाल्ने, फेरि अर्को साइडबाट पनि निकाल्ने। यसरी निकाल्दाखेरि चाहिँ त्यहाँ धागो अड्क्यो भने अलिक झ्याउ हुन्छ कि। अनि यसरी घरहरू निकालेर फेरि अर्कोमा डब्लाइदिने, पछाडि रहेको घरलाई अगाडि ल्याउने, 2वटै घरलाई, अनि फेरि बुन्ने, 2 रो बुन्ने। टोटल 8 रो भइसकेको छ है। 8 लाइन बुट्टा सुरु गरेपछि 8 लाइन भइसकेको छ। अब यो 4वटा पाल परिसकेको छ। अब चाहिँ हजुरहरूले दायाँ र बायाँ जता बुट्टा बनाउनु भए पनि हुन्छ। अहिले चाहिँ मैले यो दायाँतिर रहेकोलाई माथि लान्छु र बायाँतिर चाहिँ बुट्टा बनाउँछु है। दायाँलाई यसरी लैराख्ने, बायाँतिर फेरि पाल बनाउने। हेर्नुहोस् है, यस्तो हुन्छ। मैले राइटबाट गरेँ, हजुरहरूले लेफ्टबाट गर्दा पनि हुन्छ है, जहाँबाट सुरु गर्दा नि हुन्छ। 2 रो। अब यो बुट्टाको चाहिँ सेकेन्डवाला बुट्टा बन्दैछ कि है। अब फेरि दायाँको दायाँतिरै लैजाने। अब लेफ्ट साइडमा फेरि त्यो पालको फेरि साइडबाट पाल बनाउने, अनि घर अगाडि ल्याउने, काँटी अगाडि ल्याउने, अनि फेरि 2 लाइन बुन्ने, अनि फेरि यो राइटको चाहिँ फेरि यसरी खाली बनाउने, घर अगाडि ल्याउने, फेरि बायाँतिर लेफ्टतिर पनि त्यस्तै नै गर्ने। सजिलो छ यो बुट्टा चाहिँ। त्यो बुन्दै जाँदाखेरि ल हेर्नुहोस् त, तल 4वटा पाल बनेको थियो नि, त्यस्तै नै सेकेन्ड लाइनमा पनि यसरी नै पाल भइसकेको छ। अब फेरि राइटतिरको दायाँलाई चाहिँ लकुलै गर्ने, अनि लेफ्टतिर फेरि अर्को बुट्टा बनाउन सुरु गर्ने। ठ्याक्क बिचमा 1 घर हुन्छ, अनि दायाँ बायाँ गर्ने कि खाली गर्ने। फेरि 2 लाइन बुन्ने। अब फेरि दायाँबाट राइटतिर फेरि त्योभन्दा उता लैजाने, खप्ट्याउने, घर अगाडि ल्याउने। अब फेरि लेफ्टको चाहिँ पालभन्दा फेरि लेफ्टतिरै लाने कि, अनि फेरि यसरी 2 लाइन बुन्ने। अझै कन्टिन्यू यस्तै गर्दै जाने हो।
कहाँबाट चेन्ज गर्ने भन्ने चाहिँ हजुरहरूले हेर्नै पर्ने हुन्छ है त। फेरि लेफ्टतिर पनि त्यस्तै गर्ने, खाली गर्ने, डब्ल्याउने अनि घर अगाडि ल्याउने, फेरि 2 लाइन बुन्ने। ल हेर्नुहोस् त थर्ड राउन्डमा पनि फेरि यसरी 4वटा पाल भइसकेको छ। अब फेरि अर्को फेरि बनाउने, दायाँतिरकोलाई खप्टाइदिए, बिचमा एक घर खाली राखेँ, फेरि बायाँतिरकोलाई बायाँतिरै नै डब्लाइदिए अनि फेरि 2 लाइन बुन्ने, 1 2। अब फेरि राइटलाई अर्कोतिरै खप्ट्याउने, लेफ्टलाई लेफ्टतिरै खप्ट्याउने। र पछाडि रहेकोलाई फेरि अगाडि ल्याउने काँटीलाई फेरि 2 लाइन बुन्ने, 1 लाइन 2 लाइन। अब फेरि दायाँको दायाँतिरै लैजाने, बायाँको बायाँतिरै लैजाने। ल है त अब फेरि 2 लाइन बुन्ने, 1 लाइन 2 लाइन। अब भने हेर्नुहोस् है 1 2 3 4 1 2 3 4वटा लाइन भइसकेको छ। अब यो 3टा लाइनसम्म हाम्रो बुट्टा हुन्छ। 4थो लाइनबाट 4th लाइनबाट त्यो त्यहाँ छ नि नेटवाला, त्यहाँबाट फेरि अर्को बुट्टा सुरु गर्ने कि। अहिले चाहिँ हाम्रो दायाँतिर गथ्यो र बायाँतिर यो हाँगाहरू फैलिएको थियो भने अब बायाँतिर यो डन्डी लैजाने, पाल बनाउँदै जाने र दायाँतिर फेरि हाँगाहरू बनाउने, यस्तो गर्ने। हेर्नुहोस् है यहाँनिर अलिक ध्यान दिनुपर्छ, यहाँनिर कन्फ्युज चाहिँ हुनु हुँदैन है, तरिका चाहिँ सेमै हो। 2 लाइन। अब फेरि लेफ्टको लेफ्टतिर लैराख्ने है, अनि राइटको फेरि दायाँतिरको फेरि दायाँतिर लैजाने। मैले यहाँ भनेर भन्दा पनि हजुरहरूले भिडियो हेरेर अझै क्लियरसँग बुझ्नुभयो होला। 2 लाइन बुनिसकेको छु। अब फेरि बायाँतिरको बायाँतिरै खप्ट्याइदिने अनि दायाँको फेरि उता लैजाने, घर अगाडि ल्याउने। अब चाहिँ हेर्न सक्नुहुन्छ त्यहाँ 4वटा पाल परिसकेको छ। अब फेरि लेफ्टको लेफ्टतिर लैराख्ने अनि राइटतिर फेरि अर्को हाँगा बनाउने हो कि। अनि लेफ्ट यो बायाँतिरकोलाई बायाँतिरै खप्ट्याइदिने अनि त्यहाँ 4वटा भइसकेको छ। अब फेरि माथिबाट अर्को सुरु गर्ने, बिचमा एउटा घर खाली राख्ने अनि दायाँतिर फेरि एक घर खाली राखेर अर्को घरमा पाल बनाउने अनि फेरि 2 लाइन बुन्ने। अनि फेरि हजुरहरूले यता राइटबाट लेफ्टबाट जहाँबाट पाल बनाउनु भए पनि हुन्छ है, झुक्किनु चाहिँ भएन। यस्तो गर्ने अनि खाली गर्ने, खाली भएको भागलाई अगाडि ल्याउने काँटीलाई फेरि 2 लाइन बुन्ने अनि 3वटा मात्रै पाल भएको छ, अझै एउटा बनाउनु। ल 4वटा भयो। अब फेरि लेफ्टतिरको बायाँतिरकोलाई बायाँतिरै खप्ट्याइदिने, फेरि घर अगाडि ल्याउने अनि फेरि 2 लाइन बुन्ने। अब 1 2 3वटा भएको छ, अझै एउटा बनाउने अनि बल्ल बुट्टा कम्प्लिट हुन्छ। फेरि बायाँलाई बायाँतिरै खप्ट्याइदिने, डब्लाइदिने। अब बिचमा एक घर खाली राख्ने, त्यसको उतापट्टि पाल बनाउने, नेट बनाउने। फेरि 2 लाइन बुन्ने। यस्तै गर्दै त्यहाँनिर पनि 4वटा तल तल जस्तो 4वटा नेट बनाउने अनि फेरि 2 लाइन बुन्ने। 3वटा भइसकेको छ, अझै एउटा बनाउने। दायाँकोलाई दायाँतिरै खप्ट्याइदिने अनि घर अगाडि ल्याउने, फेरि बायाँलाई बायाँतिरै डब्लाइदिने, खप्ट्याइदिने, फेरि घर अगाडि ल्याउने अनि 2 लाइन बुन्ने। हेर्नुहोस् त हाम्रो चाहिँ बुट्टा कम्प्लिट भयो। हजुरहरूले चाहिँ मैले सेकेन्ड राउन्डमा गरेको थिएँ नि, त्यसलाई तल पनि गर्न सक्नुहुन्छ है। र यस्तो देखेको छ, तल 3टा एक बिचको त्यो भइहाल्यो अनि फेरि 3टा गरेर चाहिँ यो बुट्टा कम्प्लिट भयो। यसरी नै अब फेरि हामीले सुरुमा जस्तो गरेको थियौँ नि त्यस्तै गरेर मजाले हेर्दा चाहिँ यस्तो सुरुमा हामीले जस्तो गरेको थियो त्यस्तै गरेर कन्टिन्यू गरेर रिपिट गर्दै जानु
अनि तल हामीले जसरी स्टार्ट गरेको थियो त्यहीँबाट सुरु गऱ्यो भने फेरि माथि थप्पिँदै जान्छ कि मैले यसरी पकेटको लागि बनाएको हो यहाँ यस्तो देखिन्छ अनि यो चाहिँ बोर्डरहरू छुट्टै बनाउनु पर्छ यो बोर्डर बनाउने र घरभित्रबाट टिप्ने तरिका चाहिँ मैले हजुरहरूलाई पहिले भनिसकेको छु यसको लागि चाहिँ 10 लाइन सादा बुनेर अनि 8 लाइनको त्यो बोर्डर बनाउने त्यस्तो चाहिँ मैले यो भिडियोमा देखाइनँ किनभने मैले पहिले पकेट डिजाइन भनेर राखेको छु नि हौ त्यही बुट्टामा चाहिँ भिडियोमा चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ है यसलाई उल्ट्याएर हेर्दा यस्तो देखिन्छ सुल्ट्याएर हेर्दा भनौँ न उताको उल्टोलाई सुल्टो देखियो नि त आला र मैले चाहिँ स्वेटरको अपोजिट साइडमा अर्को पाटामा चाहिँ यसरी गरेको थिएँ कि जहाँ सेकेन्ड राउन्ड थियो नि त्यस्तरी बुट्टा सुरु गरेको थिएँ अनि फेरि फर्स्ट राउन्डमा भएको जस्तै चाहिँ सेकेन्ड राउन्डमा गरेको हो हजुरहरूले चाहिँ जताबाट गर्नुभए पनि हुन्छ है त यदि हजुरहरूलाई यस्तै डिजाइनको अझै लामो भिडियो बनाउनु एउटा स्वेटर कम्प्लिटै बनाउनु भन्नुहुन्छ भने पनि हजुरहरूले भन्न सक्नुहुन्छ है र मैले चाहिँ यस्तै डिजाइन हालेर यो यस्तो स्वेटर बनाएको छु पकेटमा मात्रै अनि यो चाहिँ तलदेखि माथिसम्म नै यस्तै जिगज्याग गर्दै बुट्टा बनाएको हो कि यही डिजाइन राखेर चाहिँ कुनै चाहिँ माथिसम्म बनाएको छु कुनै चाहिँ यो पनि माथिसम्म अब हजुरहरूले यही तरिकाले माथिसम्म बनाउन सक्नुहुन्छ पकेटसम्म पनि बनाउन सक्नुहुन्छ हजुरहरूले पनि यही तरिकाले स्वेटरमा बुट्टा बनाउन सक्नुहुन्छ केही बुझ्नु भएन भने सोध्नु होला कमेन्टमा र यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र यहाँभन्दा उता चाहिँ मेसिनमा बुन्दाखेरि यतिको हल्ला आउँछ कि त्यही भएर मैले भोइस ओभर गरेको यहाँभन्दा उता चाहिँ यतिको साउन्ड आउँछ